बोयफ्रेन्डले गर्यो आफ्नै गर्लफ्रेन्डलाई बलात्कार सुन्दा पनि अचम्म लाग्छ हैन। तर यो सत्य घटना हो। आफ्नै गर्लफ्रेन्डलाई 2-3 जना साथीहरू बोलाएर बलात्कार गरेको छ, त्यो पनि जंगलमा लगेर। यो घटना सुनिसकेपछि नि म आफूलाई केटा हो भन्न पनि लाज लाग्छ के। धिक्कार छु के म। हुन त सबै छोरा मान्छे एउटै हुँदैनन्, तर पनि यो घटनाबाट हामी छोरा मान्छेको चरित्रमाथि औँला उठेको छ के है। अनि केटी हो, म तिमीहरूलाई केही भन्दिनँ, बस यति बुझ कि तिमीहरूको बुवा आमाले राति राति नहिँड, तिमीहरू कहाँ गयो, के गर्दैछौ, किन हिँडेको भनेर तिमीहरूलाई कल गरिराख्नुहुन्छ नि। हो बोयफ्रेन्डसँग हिँड्दा, साथीसँग हिँड्दा कहाँ गयो, त्यो केटासँग नबोल, केटासँग लपसप नगर भन्नुहुन्छ नि, त्यो सब तिमीहरूको लागि हो। तिमीहरू किनभने अझै पनि सुरक्षित छैनौ के। हुन त यो 21st सेन्चुरी हो, तर पनि तिमीहरू अझै आफ्नै मान्छेसँगबाट पनि सुरक्षित छैनौ। जसलाई आफूभन्दा बढी माया गरेर आफ्नो शरीर सुम्पिन पनि तयार हुन्छौ नि, त्यही मान्छेबाट तिमी सुरक्षित छैनौ है। के भन्नु म अरू त। बलात्कारीलाई फाँसीको सजाय दिनुपर्छ के। यदि बलात्कारीलाई फाँसीको सजाय दिन सकिँदैन भने नि हाम्रो देशमा यस्तो घटनाहरू कहिले पनि कम हुँदैन क्या। म अझै पनि भनिरहेको छु, म धिक्कार छु कि म पनि एउटा छोरा मान्छे हो भनेर है। अनि जो मान्छेले रक्षा गर्नुपर्ने हो त्यही मान्छेले कसरी भक्षक बन्न सक्छ यार। जसले उसको रक्षा गर्नुपर्ने हो त्यही मान्छेले कसरी यस्तो सब गर्न सक्छ। म छक्क परिरहेको छु कि अझै पनि म सोचिरहेको छु कि कसरी यो सब भयो।